1 2 3 go. Hello everyone, namaste, welcome to my vlog. आज आफ्टर लङ टाइम म आइसकेको छु अनि म चाहिँ टिका राई अनि मेरो साथमा चाहिँ मैले मेरो दुईजना ब्युटिफुल मेरो भदैनीहरू लिएर आएको छु। उहाँ चाहिँ दिया को हो तिमी अनि यहाँ चाहिँ दिया हुनुहुन्छ। उहाँ दुईजना चाहिँ मेरो दाइको छोरीहरू। आज मेरो भ्लगको फर्स्ट हामीहरू मिलेछ नि छैन मेरो भ्लगमा फर्स्ट टाइम आउँदै हुनुहुन्छ होइन तपाईँहरू चाहिँ। अनि आज चाहिँ हामीले एकदमै ट्रेनमा रहेको थियो अस्तितिर चाहिँ, अहिले चाहिँ छ कि छैन त्यो थाहा छैन, अहिले त ट्रेन गइसक्यो होला। तर हामीले चाहिँ के गर्न आँटेको छ, पोइजन गेम च्यालेन्ज गेम चाहिँ पोइजन च्यालेन्ज गेम चाहिँ खेल्न आँटिरहेको छ। सो हामी चाहिँ एकजनाले पोइजन हो यो चाहिँ म पोइजनको लागि छान्छु भनेर हामी त्यसरी चाहिँ अगाडि पोइजन छान्नेछौँ 3 जनाले। त्यसपछि चाहिँ हामीले यदि त्यो पोइजन यिनीहरू दुईजनाले छानेको पोइजन मैले खाएँ, हामी दुईजनाले छानेको पोइजन उसले खायो र हामी दुईजनाले छानेको पोइजन उसले खायो भने चाहिँ त्यो चाहिँ गेमबाट के हुन्छ, आउट हुन्छ। ओके सो लेट्स स्टार्ट। अगाडि चाहिँ अनि बुनुहरूको इच्छा अनुसार चाहिँ आज हामी यो चपस्टिक पनि युज गर्न आँटिरहेको छौँ। हामी चाहिँ खासै हामीलाई चपस्टिकहरू युज गर्न आउँदैन, बट हामी चाहिँ ट्राई गर्नेछौँ। सो पहिला तपाईँले छान्नु ल, तिमीहरू दुईजना मजाले आँखा छोड्नुपर्छ है। पछाडि फर्किन्छ ल भयो। अब मेरो टर्न दिया माथिपट्टि फर्किनु, एकदम उतापट्टि फर्किनु न। मेरो पोइजन ओके भयो। दिया तिम्रो टर्न मेरो पोइजन यो भयो। भयो ल ओके सो अब चाहिँ यहाँदेखि सुरु गरौँ न त। फर्स्टमै पोइजन टिपिदियो अनि त्यो मैले छानेको पोइजन हो। ल म अर्को छान्छु नि त। तिमी एकदम फर्स्टमै साथीहरू मेरो बुनुले चाहिँ पोइजन टिपिदियो, सो म अर्को छान्न लागिरहेको छु किनभने ऊ अब खेलेकै छैन अनि एकैचोटि आउट हुँदा मजै हुँदैन। ल भयो। दिया छिटो गर्नुहोस् न। चिप टिप्ने आएर उही टिप्ने इच्छा गरेँ। अब तपाईँको टर्न। मेरो टर्न। हजुर सेफ छ, सेफ भन्नु पर्यो नि। सेफ 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 पोइजन तपाईँको पोइजन हो। आउट। कति छिटो आउट भयो यार, मजै भएन। अब म फर्किन्छु त हामी दुईजना पोइजन छान्नुपर्छ। होइन नि हो त त्यस्तो गर। अनि पोइजन थाहा पाइसक्यो नि त मैले। दुईजना उयो भएपछि फेरि गरौँ न त होइन। ओके जो पोइजन छान्ने दिए अब तेरो पोइजन त कि अघि मेरो पोइजन त। ल सेफ सेफ तँ आज जिमेर खानु नि। म चबिस्टिकको सोकिन्छु। चबिस्टिकले टिप्नु हुँदैन पोइजन। त्यसो भए ल जिन पनि अब फेरि हामीहरू रि गर्नेछौँ किनभने अहिलेको विनर चाहिँ को भयो, दिया भयो है। अघि तर दिया चाहिँ अगाडि नै हारिसकेको थियो, त्यो अगाडि नै भएर मजा नभएर मात्र हो। अब फेरि हामीले अलिकति चक्लेट थपौँ न। मलाई चक्लेटले धेरै राख्नुपर्ने रहेछ यहाँ त है। मजै नहुने रहेछ। मजै नहुने रहेछ। फर्स्ट टाइम खेल्दैछौँ सो हामी चाहिँ यो टोक्न नि गाह्रो भइरहेछ मलाई चाहिँ। ल भयो। हामी अस्ति त चाइनिज रोलको गरेको थियो। फेरि म पहिलो पोइजन खान्छु ल अहिले। ओके मेरो पोइजन यो। इट्स माई टर्न। भयो। दिएको टर्न। फर्किनु दिया टर्न। तिम्रो टर्न। ए मेरो पोइजन यो। ओके पहिला ल तिमीदेखि सुरु अहिले चाहिँ। सेफ
सेफ सेफ किन उल्टो लेखानु भएको सेफ टिप्नुस् सेफ यहाँ टिप्छु म सेफ सेफ मेरो सेफ हो सेफ लजिना सेफ 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 होटल मजा आयो सेफ सेफ नहीं तो सेफ है ला मेरो मुखले दुःख पाइसिद्यो सेफ मेरो पोइजन छ भने मात्र म त बोल्छु क्या नि ए मेरो पाला भयो पोइजन ए म हारेँ ल म फेरि पक्दिएँ म पहिला खान्छु ल पहिला अघिकै पोइजन हामी त्यो यतिमा पोइजन थाहा पाएँ मैले तिमीलाई पोइजन थाहा दिस इज माई पोइजन ल ओके सेफ 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 टिप न केमाले बाहिर बस्छ कस्तो टासिदो रहेछ त्यस्तो कस्तो अर्को अर्को हुने रहेछ कुनैको त फरक फरक त हो पोइजन हो सेफ मलाई बाहिर बस्छ सेफ अभिषेकले त उसले त अनि अघि मैले चाहिँ उल्टोले मिठो भयो गमी चक्लेट फर्स्ट टाइम खाएको भन्दा नि हुन्छ तर अस्ति मैले चाखिनँ क्या मलाई त्यस्तो कतिचोटि खाइसक्यो यहाँ त एउटा मात्र सेपको छ नत्र त अर्कोमा चाहिँ धेरै थरीको एनिमल थियो हुन्छ अनि धेरै हुन्छ अनि कुनै त फ्रुट पनि हुन्छ वान डिफरेन्ट के भयो मलाई फेरि बस्छ सेफ पोइजन चाहिँ नखानु चाहिँ ए तिमीहरूले चक्लेटै सघाइदिए साथीहरू म चाहिँ यत्तिकै हुने भयो सेफ पोइजन मैले विनर पनि दियो गेम अफ भयो है लाग्दो 2वटा खा अब यति नै खेलौँ ल सो साथीहरू आजको लागि चाहिँ मेरो भ्लग यति नै भयो अब चाहिँ हामी 3जना भेट भइसकेका छौँ हामी एकदम रमाइलो भिडियोहरू ल्याउँदैन होला त्यही पनि कहिलेकाहीँ अब ल्याउँछौँ होला कि है इनकेस केही च्यालेन्जहरू छ भने गरौँ ल ल तपाईँ एक दिन चाउचाउ ल्याएर ओके ल ओके हामी चाहिँ आजको लागि चाहिँ यति नै हो आजको हाम्रो ब्लग चाहिँ आई होप हजुरहरूले पनि इन्जोय गर्नुभयो होला अनि अहिलेसम्म मेरो ब्लग हेरिदिनु भएकोमा सबैले थ्याङ्क यू अनि अहिलेसम्म तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला मेरो च्यानललाई अनि लाइक कमेन्ट पनि गरिदिनुहोस् अनि त्यसपछि यो हामी दसैँको माहौलमै छौँ त्यही भएर तपाईँहरू सबैजनालाई सबै मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ के भन्न चाहन्छु भने ह्याप्पी दसैँ सबैजना सेफ रहनु होला सबैजनाले राम्रोसँग मनाउनु होला हामी नेपालीहरूको महान चाड